नमस्कार, म इन्जिनियर नारायण बराल। आज म फिनिसिङ द कन्ट्र्याक्टको बारेमा एउटा प्रस्तुति लिएर उपस्थित भएको छु। उक्त प्रस्तुतिमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। मेरो युट्युब च्यानल यदि सब्स्क्राइब गर्नुभएको छैन भने यो विषय र यस्तै विषयहरूको प्रस्तुति हेर्नको लागि पक्कै पनि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला। आज म जब दुई पक्ष बीच इम्प्लोयर र कन्ट्र्याक्टरको बीच सम्झौता हुन्छ, सम्झौता अनुसार काम अगाडि बढ्छ, कतिपय अवस्थामा काम सम्पन्न हुन्छ, कतिपय अवस्थामा सब्स्टेन्सियल्ली कम्प्लिसन भएको अवस्था हुन्छ, कतिपय अवस्थामा ठेक्का टर्मिनेट गर्नुपर्ने अवस्था हुन्छ भनेपछि स्टार्ट गरेको कामलाई क्लोज गर्नुपर्ने हुन्छ, फिनिस गर्नुपर्ने हुन्छ। फिनिस नभएको कारणले हाम्रा कतिपय ठेक्काहरू क्रोनिक अवस्थामा अल्झिएर झुन्डिएर बसिरहेको अवस्था हो। त्यो अवस्थालाई अन्त्य गर्नको लागि अथवा कन्ट्र्याक्ट फिनिस गर्नको लागि हाम्रो स्ट्यान्डर्ड बिड डकुमेन्टका विभिन्न क्लजहरूमा व्यवस्था गरिएको छ। जस्तो मैले यहाँ जुन कम्प्लिसनको पछाडि 68 लेखेँ, टेकिङ ओभरको पछाडि 69 लेखेँ, टर्मिनेसनको पछाडि 72 लेखेँ, पेमेन्ट अपन टर्मिनेसनको लागि पछाडि 75 लेखेँ। मैले युज गर्न खोजेको डकुमेन्ट स्ट्यान्डर्ड बिड डकुमेन्ट निर्माण कार्यको लागि 2 करोडभन्दा माथिको ठेक्का, जसलाई हामी सिंगल स्टेज डबल इन्भलप भन्छौँ, त्यो सिंगल स्टेज डबल इन्भलपमा भएको जनरल कन्डिसन अफ कन्ट्र्याक्टका क्लजहरूलाई लिएर मैले यो प्रस्तुति गर्न गइरहेको छु। अब ठेक्का क्लोज गर्ने अवस्था अथवा फिनिस गर्ने अवस्थामा पहिलो कम्प्लिसन वर्क सम्पन्न भयो, स्पेसिफिकेसन र बिओके अनुसार काम सम्पन्न भयो, डिजाइन ड्रइङ अनुसार सम्पन्न भयो, त्यसलाई हामी कम्प्लिसनको स्टेज भन्छौँ। दोस्रो, डिजाइन स्पेसिफिकेसन अनुसार ड्रइङ अनुसार काम चाहिने सब्स्टेन्सियल्ली कम्प्लिसन भयो, सानोतिनो काम पछि गर्ने गरेर टेकिङ ओभर, कन्ट्र्याक्टरले इम्प्लोयरलाई टेकिङ ओभरको लागि रिक्वेस्ट गर्ने अवस्था हो। तेस्रो अवस्था भनेको त्यो दुईटा अवस्था बाहेक काम अगाडि बढ्न नसक्ने भयो। त्यो कन्ट्र्याक्टरको कारणले हुनसक्छ, इम्प्लोयरको कारणले हुनसक्छ, अथवा दुवैको कारण बिना पनि अब अलिकति छुट्टै काबु बाहिरको परिस्थितिको कारणले पनि हुनसक्छ। त्यति बेला ठेक्का टर्मिनेट गर्नुपर्ने हुन्छ, किनकि ठेक्का त सधैँ लायक त हुँदैन, त्यसलाई त बन्द गर्नै पर्ने हुन्छ। अब त्यो भनेपछि टर्मिनेसन। र अब ठेक्का नर्मल रूपमा कम्प्लिसन भयो अथवा सब्स्टेन्सियल्ली कम्प्लिसन भयो, कन्ट्र्याक्टरले बिल पेश गर्छ, भएको कामको भुक्तानी हुन्छ। अब टर्मिनेसन भयो भने त्यति बेला काममा गरेको काम अथवा बाँकी गर्नुपर्ने काम कसरी भुक्तानी गरिन्छ त भन्ने क्लज 75 मा पेमेन्ट अपन टर्मिनेसनको व्यवस्था छ। यसरी आजको प्रस्तुतिमा मैले यिनै 4वटा टपिक्सहरू जीसीसी क्लज 68, 69, 72 र 75 मा भएको व्यवस्था, कम्प्लिसन, टेकिङ ओभर, टर्मिनेसन र पेमेन्ट अपन टर्मिनेसनको बारेमा म अलिकति छोटो रूपमा प्रस्तुत गर्न गइरहेको छु। अब पहिला कम्प्लिसन, जीसीसी 68 मा भएको व्यवस्था, जब काम सम्पन्न हुन्छ अनि कन्ट्र्याक्टरलाई के लाग्यो त अब यो काम सम्पन्न भयो, अब भयो, त्यो कारणले मलाई सर्टिफिकेट अफ कम्प्लिसन अफ द वर्क्स इस्यु गरिदिनु पर्यो भनेर प्रोजेक्ट म्यानेजरलाई रिक्वेस्ट गर्छ। प्रोजेक्ट म्यानेजरले अब त्यो काम साँच्चै सम्पन्न भएको छ कि छैन त डिजाइन अनुसार, ड्रइङ अनुसार, स्पेसिफिकेसन र बिओके अनुसार काम सम्पन्न भएको छ कि छैन भनेर भेरिफाई गर्न गर्छ। त्यसपछि यदि काम सम्पन्न भएको छ भने के हुन्छ, सर्टिफिकेट अफ कम्प्लिसन अफ द वर्क्स इस्यु हुन्छ। त्यसपछि डिएलपी स्टार्ट हुन्छ अनि त्यो बिलहरू पेश हुन्छ, कन्ट्र्याक्टरबाट पेमेन्ट हुन्छ। यसरी ठेक्का क्लोज हुन्छ। त्यसपछि डिफेक्ट करेक्सन, डिफेक्ट लायबिलिटी पिरियडभित्र डिफेक्ट करेक्सन गरिसक्छ। त्यसपछि कम्प्लिसन सर्टिफिकेट, कार्य सम्पन्न प्रतिवेदन डिएलपी पछि पुरा हुन्छ। यो भयो काम सम्पन्न भएको अवस्था। अब दोस्रो अवस्था टेकिङ ओभर। टेकिङ ओभर भनेको सब्स्टेन्सियल्ली कम्प्लिसन भएको अवस्थामा कन्ट्र्याक्टरले इम्प्लोयरलाई, प्रोजेक्ट म्यानेजरलाई रिक्वेस्ट गर्छ कि मेरो काम टेकिङ ओभर गरिदिनु पर्यो। टेकिङ ओभर भनेको हस्तान्तरण हो। त्यो कन्ट्र्याक्टरले आफ्नो साइट अब इम्प्लोयरलाई हस्तान्तरण गर्नको लागि प्रोजेक्ट म्यानेजरलाई मेरो काम सम्पन्न सब्स्टेन्सियल्ली कम्प्लिसन भएको छ, टेकिङ ओभर गरिदिनको लागि उसले रिक्वेस्ट गर्छ।
जब कन्ट्र्याक्टरबाट रिक्वेस्ट आउँछ, त्यो रिक्वेस्ट आएको 30 दिनभित्र प्रोजेक्ट म्यानेजरले त्यसलाई भेरिफाई गर्नु पर्यो त्यो टेकिङ ओभरको लागि योग्य छ कि छैन। टेकिङ ओभरको लागि योग्य हुने अवस्था भनेको के हो त भन्दा त्यो गरेको कामको जुन हाम्रो बिओक्यू स्पेसिफिकेसन अनुसार अथवा कन्ट्र्याक्ट अनुसार कम्तीमा फिजिकल प्रोग्रेस 90% भइसकेको हुनुपर्ने हुन्छ। अब 90% सम्पन्न भइसकेको हुन्छ र सानोतिनो कामहरू बाँकी रहन सक्छ, तर त्यो सानोतिनो कामहरू बाँकी रहेको कारणले जुन पर्पोजको लागि त्यो काम गर्न खोजिएको थियो, गरिएको थियो, त्यो उद्देश्य फुलफिल भयो कि भएन, अर्थात् त्यो काम प्रयोगमा ल्याउन सकिन्छ कि सकिँदैन, त्यो अवस्था प्रोजेक्ट म्यानेजरले हेर्नुपर्ने हुन्छ। फिजिकल प्रोग्रेस कम्तीमा 90% अथवा त्योभन्दा बढी र सानोतिनो काम बाँकी रहे पनि त्यो प्रयोगमा आउन सक्छ भने त्यो टेकिङ ओभरको लागि योग्य भयो। जस्तो उदाहरणको लागि कुनै एउटा पुल निर्माण गर्ने उद्देश्य राखिएको थियो, पुल निर्माण भयो, फिजिकल प्रोग्रेस 90% भन्दा बढी छ, तर यदि त्यो पुलबाट गाडी चल्न सक्ने अवस्था छैन भनेदेखि त्यो टेकिङ ओभरको लागि योग्य भएन। तर सानोतिनो काम बाँकी छ, 5-7% बाँकी छ, तर पनि त्यहाँबाट गाडी चल्न सक्ने अवस्था छ, गाडी चलाउन सकिन्छ भने के भयो, त्यो टेकिङ ओभरको लागि योग्य भयो। अब यस्तो अवस्था हो भने प्रोजेक्ट म्यानेजरले टेकिङ ओभर सर्टिफिकेट इस्यु गर्छ र सानोतिनो बाँकी रहेको कामहरू टेकिङ ओभर सर्टिफिकेटसँगै त्यो आउटस्ट्यान्डिङ वर्क्स भनेर एउटा लिस्ट एट्याच गरिन्छ। त्यो लिस्ट एट्याच गरिसकेपछि त्यो काम कहिले गर्नु पर्यो त भन्दा डिफेक्ट लायबिलिटी पिरियडभित्र त्यो काम गर्न सकिन्छ र अब डिफेक्ट लायबिलिटी पिरियड चाहिँ स्टार्ट हुन्छ जब टेकिङ ओभर सर्टिफिकेट इस्यु हुन्छ। त्यो दिनबाट के हुन्छ, डिएलपी सुरु हुन्छ र त्यो जुन आउटस्ट्यान्डिङ कामहरू त्यो पिरियडभित्र गर्नुपर्ने हुन्छ कन्ट्र्याक्टरले। त्यसपछि डिफेक्ट लायबिलिटी पिरियडभित्र त्यो आउटस्ट्यान्डिङ वर्क्स र अन्य डिफेक्टहरू करेक्सन गर्नुपर्छ कन्ट्र्याक्टरले, त्यसपछि मात्रै काम सम्पन्न हुने हो। अब कन्ट्र्याक्टरले टेकिङ ओभरको लागि रिक्वेस्ट गर्यो र प्रोजेक्ट म्यानेजरले हेर्दाखेरि त्यो टेकिङ ओभर गर्न सक्ने अवस्था देखेन, अथवा फिजिकल प्रोग्रेस आइदर 90% नपुगेको हुनसक्छ, प्रोग्रेस पुगे पनि त्यो काम जुन काम बाँकी छ त्यो काम सम्पन्न नगरेसम्म त्यो प्रयोगमा ल्याउन सकिँदैन भनेदेखि उसले रिजेक्ट गर्नु पर्यो र पुनः तैँले यो काम गरेर पुनः पेश गर्नु भनेर उसले नोटिस कन्ट्र्याक्टरलाई दिनुपर्ने हुन्छ। अब यो दुईटै अवस्था दिएन, प्रोजेक्ट म्यानेजरले एक्सेप्ट पनि गरेन अथवा टेकिङ ओभर सर्टिफिकेट इस्यु पनि गरेन, रिजेक्ट पनि गरेन भने र त्यो काम यदि सब्सटेन्सियल्ली कम्प्लिट भएको छ, फिजिकल प्रोग्रेस 90% भन्दा बढी छ र प्रयोगमा ल्याउन सक्ने अवस्था हो भने प्रोजेक्ट म्यानेजरले कुनै एक्सन नगरिकन बसेको अवस्थामा 30 दिनपछि स्वतः त्यो के भएको हुन्छ, टेकिङ ओभर भए बराबर हुन्छ भनेपछि डिएलपी स्टार्ट हुन्छ। यसरी टेकिङ ओभरको सर्टिफिकेटको कुराहरू यिनै हुन्। त्यसैले कुनै कन्ट्र्याक्टरले जब टेकिङ ओभर सर्टिफिकेटको लागि रिक्वेस्ट गर्छ भने प्रोजेक्ट म्यानेजरले के गर्नुपर्ने हुन्छ, त्यो हेरेर आइदर इस्यु गरिदिनु पर्यो, आइदर अथवा त्यो रिजेक्ट गरेर उसलाई नोटिस दिनु पर्यो, चुप लाएर बस्नु भएन। अब तेस्रो अवस्था के हो त कन्ट्र्याक्ट क्लोजको भनेपछि टर्मिनेसन, काम सम्पन्न हुन सक्ने अवस्था आएन भनेपछि ठेक्का टर्मिनेट गर्नुपर्छ। अब ठेक्का टर्मिनेसनका पनि विभिन्न अवस्थाहरू छन्। पहिलो अवस्था के हो त भन्दा अब इम्प्लयरले ठेक्का टर्मिनेट गर्छ, कन्ट्र्याक्टरको ठेक्का कुनै पनि बेला टर्मिनेट गर्न सक्छ। कस्तो अवस्थामा, उसले कन्ट्र्याक्ट गर्यो तर काम सुरु गरेन, समयमा काम सुरु गरेन, काम सुरु गरेर पनि दोस्रो अवस्थामा उसले त्यो सम्पन्न नगरिकन छोडिदियो साइट। त्यस्तै उसले जुन प्रोग्रेस एचिभ गर्नुपर्ने हो कन्ट्र्याक्ट अनुसार इन्टेन्डेड कम्प्लिसन डेटभित्र काम सम्पन्न गर्नको लागि जुन प्रोग्रेसहरू एचिभ गर्नुपर्ने हो त्यो एचिभ गर्न सकेन भने यस्तो अवस्थामा इम्प्लोयरले ठेक्का टर्मिनेट गर्न सक्छ र ठेक्का टर्मिनेट हुन्छ, टर्मिनेसनको पहिलो अवस्था। दोस्रो अवस्था
फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्ट भन्ने छ। यो भनेको के हो त भन्दा सम्झौताका शर्तहरू पालना गरेन अर्को पार्टीले, एउटा पार्टीले सम्झौताका शर्त पालना गरेन भने अर्को पार्टीले त्यो ठेक्का टर्मिनेट गर्न सक्छ, जसलाई के भनिन्छ फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्ट भनिन्छ। अब यसका विभिन्न अवस्थाहरू सिर्जना हुन सक्छन्। ती के हुन्छन्? पहिलो नम्बरमा कन्ट्र्याक्टरले जब एडभान्स पेमेन्ट बुझेको छ, अब एडभान्स पेमेन्ट खर्च गर्ने सन्दर्भमा कन्ट्र्याक्चुअल अब्लिगेसन भन्दा बाहिर गएर, कन्ट्र्याक्टका टर्म्स एन्ड कन्डिसन भन्दा बाहिर गएर खर्च गर्यो अथवा त्यो कन्ट्र्याक्टमा त्यो पैसा युज नगरिकन अन्तै मिसयुज गर्यो भने त्यति बेला यो के हुन्छ? फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टको लागि एउटा कन्डिसन तयार हुन्छ। भन्नुको अर्थ इम्प्लोयरले ठेक्का टर्मिनेट गर्न सक्छ। दोस्रो अवस्था, अब काम सुरु गर्यो तर के गर्यो? बिचमा छोड्यो। लगातार 30 दिनसम्म साइटमा एकदम कामै स्टप भयो, जबकि त्यो 30 दिनसम्म काम स्टप गर्ने भन्ने वर्क सेड्युलमा अथवा वर्क प्रोग्राममा उल्लेख छैन र त्यो स्टप गरेको कुरा प्रोजेक्ट म्यानेजरबाट एप्रुभ भएको छैन भने त्यस्तो अवस्थामा इम्प्लोयरले ठेक्का टर्मिनेट गर्न सक्यो। यो पनि एउटा फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टको लागि ग्राउन्ड भयो। तेस्रो नम्बर, अब प्रोजेक्ट म्यानेजरले कुनै काम रोक्नको लागि इन्स्ट्रक्सन दियो कन्ट्र्याक्टरको लागि, कन्ट्र्याक्टरले रोक्यो तर रोकेर कति बेलासम्म रोक्यो? लगातार 30 दिनसम्म पनि काम सुरु गर भन्ने नोटिस आएन अथवा त्यो चाहिने काम जुन स्टप गरेको नोटिस हो त्यो चाहिने विथड्र गरेन भने त्यस्तो अवस्थामा कन्ट्र्याक्टरले ठेक्का टर्मिनेट गर्न सक्छ। यो पनि एउटा ग्राउन्ड भयो फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टको लागि। अब कुनै पार्टी ब्याङ्क्रप्ट भयो र लिक्विडेसनमा गयो भने अर्को पार्टीले के गर्न सक्छ? ठेक्का तोड्न सक्छ। यो पनि फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टको लागि एउटा ग्राउन्ड भयो। अब पेमेन्ट प्रोजेक्ट म्यानेजरले सर्टिफाई गर्यो तर उसले कन्ट्र्याक्टरले पेमेन्ट पाएन, लगातार 3 महिनासम्म पेमेन्ट पाएन भनेदेखि यो पनि एउटा फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टको लागि एउटा ग्राउन्ड भयो। अब 6औं नम्बरमा, अब प्रोजेक्ट म्यानेजरले कुनै चाहिने डिफेक्टहरू करेक्सन गर्नको लागि कन्ट्र्याक्टरलाई नोटिस गर्यो, एउटा रिजनेबल टाइम दिएर यो डिफेक्ट करेक्सन गर भनेर उसलाई नोटिस दियो तर कन्ट्र्याक्टरले त्यो डिफेक्टहरू करेक्सन गरेन त्यो रिजनेबल टाइमभित्र भनेपछि यो अवस्थामा पनि फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्ट भयो, इम्प्लोयरले ठेक्का तोड्न सक्ने अवस्था भयो। अब इन्टेन्डेड कम्प्लिसन डेटभित्र काम सम्पन्न गर्नको लागि प्रोजेक्ट म्यानेजरले कन्ट्र्याक्टरलाई अब नोटिस दियो र अपडेटेड प्रोग्राम पेश गर्नु र अपडेटेड प्रोग्राम अनुसार प्रोग्रेस पनि एचिभ गर्नु, इन्टेन्डेड कम्प्लिसन डेटभित्र काम सम्पन्न गर्नको लागि भनेर नोटिस दियो तर कन्ट्र्याक्टरले त्यो अनुसार अपडेटेड प्रोग्राम पनि पेश गरेन, प्रोग्रेस चाहिने एचिभ गर्नको लागि एक्सपिडाइट गरेन अथवा आवश्यक कुराहरू चाहिने पुरा गरेन। लगातार 2टा नोटिस दिँदा पनि त्यो चाहिने इन्टेन्डेड कम्प्लिसन डेटभित्र काम सम्पन्नको लागि अपडेटेड प्रोग्राम पेश भएन, त्यो अनुसार प्रोग्रेस एचिभ भएन भने यस्तो अवस्थामा पनि इम्प्लोयरले ठेक्का टर्मिनेट गर्न सक्ने भयो। त्यसपछि अर्को अवस्था भनेको जुन अब कन्ट्र्याक्टरले सेक्युरिटीहरू पेश गर्नुपर्ने अवस्थामा सेक्युरिटीहरू पेश गरेन भने त्यो पनि चाहिने ठेक्का टर्मिनेट गर्ने आधार भयो। त्यसपछि अब जब काम सम्पन्न भएन इन्टेन्डेड कम्प्लिसन डेटभित्र भनेपछि अब के हुन्छ? लिक्विडेटेड ड्यामेज तिर्ने समय सुरु हुन्छ। लिक्विडेटेड ड्यामेज तिर्ने म्याक्सिमम अमाउन्ट भनेको कन्ट्र्याक्ट अमाउन्टको कति पर्सेन्ट हो? 10% हो। 10% कति दिनभित्र चाहिने पुरा हुन्छ? 200 दिनभित्र। अब इन्टेन्डेड कम्प्लिसन डेट नागेर 200 दिनसम्म पनि त्यो काम सम्पन्न हुन सकेन भने त्यो पनि एउटा के आधार भयो त भन्दा ठेक्का तोड्ने एउटा आधार भयो। अब कन्ट्र्याक्टर इन्गेज भयो इम्प्लोयरको नजरमा करप्ट र फ्रडुलेन्ट प्र्याक्टिसमा इन्भल्भ भएको लाग्यो अथवा प्रमाणित भयो, त्यो ठेक्का पाउने सन्दर्भमा पनि हुनसक्छ, कन्ट्र्याक्ट इम्प्लिमेन्टेसनको दौरानमा पनि हुनसक्छ। त्यस्तो अवस्थामा पनि
इम्प्लोयरले ठेक्का टर्मिनेट गर्न सक्यो। अब यी भए दोस्रो कन्डिसनका अवस्थाहरू, फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टका विभिन्न कुराहरू यी भए। अब तेस्रो अवस्था भनेको इम्प्लोयरले अब कन्भिनियन्सको आधारमा, सुविस्ताको आधारमा ठेक्का टर्मिनेट गर्न सक्छ, किनकि अब त्यो काम गर्न नसक्ने अवस्था हुनसक्छ, गर्न नपर्ने अवस्था हुनसक्छ। त्यो हुँदा कुनै पनि बेला इम्प्लोयरले सुविस्ताको आधारमा ठेक्का टर्मिनेट गर्न सक्छ। यसरी ओभरअल रूपमा 3वटा अवस्थामा ठेक्का टर्मिनेट हुन्छन्। अब यो ठेक्का टर्मिनेट भइसकेपछि अब त्यो पेमेन्ट कसरी गर्ने त? किनकि अब सब्सटेन्सियली कम्प्लिसन अथवा कम्प्लिसन भएको अवस्थामा कन्ट्र्याक्टरबाट बिल पेस हुन्छ, त्यो अनुसार के हुन्छ, पेमेन्ट हुन्छ। अब बिचैमा ठेक्का टर्मिनेट भयो भने पेमेन्टहरू के कसरी गरिन्छ भन्ने कुरामा, यदि कन्ट्र्याक्टरको कारणले ठेक्का तोडिएको हो अथवा उसको फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टको कारणले ठेक्का तोडिएको हो भने अब उसले जति पनि काम गरेको, साइटमा काम गरेको छ त्यो पेमेन्ट पाउँछ। त्यसपछि त्यो अब टर्मिनेट गर्नुभन्दा अगाडि उसले जे जति मटेरियलहरू अर्डर गरेको छ त्यो भुक्तानी दिनुपर्ने हुन्छ। त्यसपछि उसले जुन एडभान्स पेमेन्ट लगेको छ त्यो फिर्ता गर्नु पर्यो, भुक्तानीबाट कटा गर्नु पर्यो। अब भुक्तानीबाट कटा गर्ने अवस्था छैन भने उसले उसबाट फिर्ता लिनु पर्यो। अब त्यसपछि एडिसनल लिक्विडेटेड ड्यामेज तिर्नु पर्दैन, हैन। अब टोटल अमाउन्ट उसँग ड्यू रहने भयो भने त्यो उसबाट असुल पर गर्नु पर्यो। अब अर्को अवस्था, यदि इम्प्लोयर्सको कन्भिनियन्सको आधारमा, सुविस्ताहरूको आधारमा ठेक्का तोडिएको हो अथवा इम्प्लोयरको कारणले ठेक्का तोडिएको हो भने त्यति बेला अब उसले गरिसकेको कामको भुक्तानी त दिनै पर्यो। त्यसपछि कन्ट्र्याक्टरले जुन जुन मटेरियलहरू अर्डर गरेको छ त्यसको पनि भुक्तानी दिनु पर्यो। र बाँकी भनेको के हो त भन्दा त्यो साइटमा आएका इक्विपमेन्ट र मेन पावरहरूलाई फिर्ता गर्दा, मेन पावरहरू आफ्नो घरमा फिर्ती पर्दाखेरि लाग्ने खर्च, इक्विपमेन्टहरू साइटबाट हटाउनु लाग्ने खर्च उसले इम्प्लोयरले दिनुपर्ने हुन्छ। त्यसपछि अब यदि त्यो काम गर्ने सन्दर्भमा प्रोटेक्सनको लागि एक्स्ट्रा कामहरू भएको छ भने त्यसको पनि पेमेन्ट इम्प्लोयरले दिनुपर्छ। र एडभान्स पेमेन्ट यदि कन्ट्र्याक्टरले लगेको छ भने त्यो फिर्ता गर्नु पर्यो, त्यो चाहिँ उसले फर्सेट गर्नुपर्ने हुन्छ। अब यदि ठेक्का टर्मिनेट भएको कन्ट्र्याक्टरको कारणले हो, हैन, फन्डामेन्टल ब्रिच अफ कन्ट्र्याक्टरको कारणले भएको हो भनेदेखि अथवा कन्ट्र्याक्टरको कारणले ठेक्का टर्मिनेट भएको हो भने त्यस्तो अवस्थामा के हुन्छ त भन्दा पर्फर्मेन्स बन्ड फोरफिट गर्नुपर्छ, जफत गर्नुपर्ने हुन्छ। र त्यो काम बाँकी काम गर्नको लागि थप पैसा लाग्न सक्छ, किनकि पहिलाको रेटमा उसले जुन रेटमा बिड गरेको थियो अब तत्कालीन चाहिने रेटहरू बढेको अवस्था हुनसक्छ। त्यो हुँदा रिभाइज इस्टिमेट गर्नुपर्छ र बाँकी काम सम्पन्न गर्नको लागि थप रकम जति चाहिन्छ त्यो पनि कन्ट्र्याक्टरबाट असुल गर्नुपर्ने हुन्छ, यदि कन्ट्र्याक्टरको कारणले ठेक्का टर्मिनेट भएको हो भने। हस्, ओभरअल रूपमा मेरो प्रस्तुति यति नै हो। उक्त प्रस्तुति कस्तो लाग्यो यहाँहरूले पक्कै पनि कमेन्ट गर्नुहुनेछ। हस्, धन्यवाद।